नमस्ते सबैजनालाई, हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आजदेखि मेरो युट्युबको नयाँ जर्नी स्टार्ट भएको छ। अगाडि देख्न सक्नुहुन्छ। यो त फेरि इजी है साथीहरु, सिप्पी भइसक्यो अब। र मेरो एकदमै स्पेशल थ्याङ्क्स चाहिँ म मेरो सिप्पी ग्याङलाई दिन चाहन्छु। मेरो सिप्पी ग्याङमा धेरैजना मेम्बरहरू हुनुहुन्छ। आदिम भट्टराई, रेन श्रेष्ठ, धेरैजना हुनुहुन्छ। दिपु हेल्म, उहाँहरूले चाहिँ मलाई स्वागत भने सपोर्ट गर्नुभएको छ यो सबै कुराहरूमा। उहाँहरूलाई एकदमै थ्याङ्क यू मनबाट। र अब मेरो चाहिँ युट्युबको जर्नी कस्तो हुन्छ भन्दाखेरि अहिले चाहिँ वाइल्डै खाइदिन्छु म, अनि आउने दिनहरूमा चाहिँ हल्का बडी ट्रान्सफर्मेसन पनि हुन्छ। 6 प्याक एप्सहरू आउन सक्छ। स्टे ट्युन फर द्याट। र अब आजदेखि मेरो नयाँ युट्युबको जर्नी सुरु भइसकेको छ। तपाईहरुले लाइक, शेयर, सब्स्क्राइब अनि टुङ घन्टी चाहिँ बजाउनु पर्यो है। ल अब ढिलो नगरी सुरु गरौँ है। देख्न सक्नुहुन्छ यहाँ अन्डा छ। अब सुरुमा चाहिँ अब करेन्टै हाल्नुपर्छ होला। यसलाई हल्का यता ल्याम। माइकले चाहिँ गिद्दी गरौ केटा हो। माइक चाहिँ एउटा किन्नै पर्ने बेला भएको रहेछ हौ नयाँ। ल कस्तो दामी हो। मेरो साथीको मम्मीलाई चाहिँ स्पेशल थ्याङ्क्स छ, आन्टीलाई। लेफ्टी पो हो त बिर्सिरहेको। दसवटा करेन्ट चाउचाउ, 1 क्रेट अन्डा, छ हो। यसो के कुरा गर्नु है, खाइदिमे।
अघि पहाड जत्रो थियो, पहाड घट्दैछ बिस्तारै। तपाईँहरूले चाहिँ फेरि थोरै देख्न सक्नुहुन्छ होला है, धेरै छ नि, दबिएको छ, धेरै छ। मलाई चाहिँ अब पहिलेदेखि साथीहरूले अब बडीले गर्दा होला, तेरो बडी पनि मोटै छ त मुकबाङ च्यानल खोल्दै हुन्थ्यो। आज चाहिँ एक्सक्युज मी, अन्डा त सुलुत्तै भयो है केटा हो, केटीहरू पनि। मैले एक्कासी यस्ता हाल्न थाल्थेँ भने चाहिँ के गर्नुहुन्छ? कलाहरू चाहिँ धेरै छ कि यहाँ, मैले कला प्रदर्शन गर्नु थाल्यो भने गाह्रो पर्छ युट्युबलाई। कला प्रदर्शन गर्यो भने चाहिँ गाह्रो पारिदिन्छु है म। सबसे सजिलो होला भन्नु
साह्रो गाह्रो भएको हल्का स्टमक फुल हुँदै आउँदैछ। तिर्न सक्छु होला त केटा हो, गाह्रो छ हौ। हल्का बिट्टीमा च्यालेन्ज खेल्यो कि च्यालेन्ज त खेल्यो, अब कम्प्लिट पनि गर्नुपर्छ साथीहरू। एउटा कम्बो खाइदिउँ ल। अन्डा त्यसमाथि अन्डा कम्बोले त गाह्रो पारेको केटा हो। कम्बोले टेमा दियो, ह्याङ भयो। दसवटा कमेन्ट, 10वटा भनेर केटा हो ह्याप्पी हो नि। म गाह्रो भयो, गाह्रो भइरहेछ हौ। अनि यत्रो छ, कहिले खाइरहनु। मुकबाङ गर्नेहरूलाई नि गाह्रो हुँदो रहेछ हौ। त्यो भिडियोमा भात खाँदै गर्दाखेरि क्या केही अगाडि अब चलाएर खानुपर्छ नि त, अनि मुकबाङ हेर्नुपर्छ। कहाँ त्यति त मै खाइदिन्छु जस्तो लाग्छ। अब आज त गिद्दी रहेछ केटा हो, गिद्दी हुने रहेछ, गिद्दी। अगर तपाईँहरू पनि ट्राई गर्नु।
रमाइलो रहेछ है मलाई पो गाह्रो भयो त अझ एउटा कम्बो ल्याओस् के सकिन्छ होला त सकिन्छ होला त गाह्रो हुँदो रहेछ तर हो खाना एउटै रहेछ केटा हो धेरै गऱ्यो भने अपच हुने रहेछ अपच हुँदैछ मलाई खाना धेरै भएर थोरै खाँदा मिठो यो अन्डा नि एउटा खाँदाखेरि त मिठो लाग्थ्यो अहिले त आम्मामा यत्रो भएर त आम्मा न्याक्क भयो हौ कसरी खान्छ यार हाम्रो मान्छेहरूले ट्याट गिद्दी पो हुने रहेछ गाह्रो भयो नि जतिसुकै गाह्रो भयो नि किङलाई बाल हो सिपी भेज छुट्टै छ करेन्ट चाहिँ फाँक हानिदिन्छु केटा हो अन्डाको चाहिँ हेरौँ अवस्था के हुन्छ है ल यो त अन्तिम बाइट हान्दिउँ होला हौ के गर्नु हौ अन्तिम बाइट हान्दिउँ है गाइस के जोगाइराख्नु लुजा सिपी कोही कागरा छ होला यार मेरो सिपी ग्याङ नयाँ छ है
आउट है केटाहरूलाई, साउट आउट है। यो केटाहरूको लागि यो बिग बाइट चाहिँ ल, केटाहरूको लागि है, केटाहरूको लागि है। निक्लिनु खर्च त केटा हो, झन्डै निक्ल्यो। स्प्राइटले गर्दा होला। स्प्राइट निक्लिनु खर्च त हो। सिपी ग्याङको लागि करेन्ट चाहिँ फाँक, अन्डा चाहिँ अलिकति गाह्रै छ। हल्का सलाद नै खाइदिउँ न, बिटी। सलाद चाहिँ बिटीको लागि क्या, यत्रो खाइसक्यो है। सलाद पनि थियो साइडमा, सलादको बाल होइन, साग पनि पो थियो त, गिद्दी। सरी साग तिमीलाई देखिन। सागलाई देखिन केटा हो, त्यसको लागि सरी, कान समाते, सरी सरी। गाह्रो हुने रहेछ, पिरोले गर्दा नि होला त, पर पिरो भयो क्या। अब आउने दिनमा चाहिँ क्या म के खान्छु दादा, सुँगुरको बच्चा खाइदिनु पर्यो। ट्याक्क सुँगुरको बच्चा राख्यो, एक्लै बसेर खाइदिनु क्या। कि चिकनको चाक्को पुट्टो, चिकन नाइमन पर्यो हुँदैन। लकडा हो, 10वटा करेन्ट फाँक। अन्डा चाहिँ हल्का सकिएन, के भन्नु, यस्तै रहेछ। ससेज चाहिँ खाइदिन्छु, ससेज चाहिँ लास्ट दुइटा छ। सरी सरी, सकिनँ, अन्डा चाहिँ सकिनँ, सरी। यो चाहिँ फेरि फर्स्ट भिडियोमै आतङ्क मचाइदिए। 10 प्याकेट करेन्ट खाएर आतङ्क। अब नेक्स्ट भिडियोमा झन् सुँगुरको बच्चा हान्ने मानेको, खान चट्ट आतङ्क मचिन्छ। अब आउने दिनहरूमा म चाहिँ यसरी नै राम्रो भिडियोहरू, राम्रो कन्टेन्टहरू ल्याउनेछु।
सब्सक्राइब गरेर सपोर्ट चाहिँ देखाइदिनु होला केटा, सेयर पनि गरिदिनु होला कि कसम भेरी अप्पर हुन्छ है ल। के भयो डिस्टर्बेन्स हल्का अनि अब चैत वैशाखको बेला हावाभरि चल्यो टेन्ना हुने क्या बेला हो। ल केटा हो स्पेसल थ्याङ्क यू माई सिप्पी ग्याङ है। सिप्पी ग्याङमा सबैको नाम लिन्छु ल। आदिम भट्टराई होइन, आदिम भट्टराई, रेन श्रेष्ठ, दिपु हेल्मो, अनि महेन्द्र खतिवडा, महेन्द्र खतिवडा पछि केसिन मगर, मेकिन मगर, आमा टन्नै छ हौ केटाहरू त सिप्पी ग्याङहरू। समित तामाङ चाहिँ फेरि मेन सिप्पी हो त्यो चाहिँ सिप्पीकै घरमा हो फेरि। अनि कञ्चन तामाङ सिप्पीको मम्मी क्या, समित तामाङको मम्मी आन्टी। सिप्पी छ हौ गाई। केटाहरूले त धेरै सपोर्ट गरेको छ, च्यानल ग्रो भयो भने चाहिँ केटाहरू दामी हुन्छ। सबैले माया र सपोर्ट चाहिँ देखाइदिनु है ल। 10वटा करेन्ट नेक्स्ट भिडियोमा सुँगुरको बच्चा मोमो। ए भात खाइदिन्छु म बासमती भात ल भात खाने हो ल। गर्ल्स एन्ड बोइज अब हामी अन्तिममा आइसकेको छौँ। मेरो आजको भिडियोलाई धेरै धेरै माया देखाइदिनु होला, मैले त्यही भन्न चाहन्छु। अब हल्का अब आफूलाई नि मौका होस् न होइन, जहिले अरूले खाएको हेरेर भात खानु पर्दैन। अब अरूले भात खाँदाखेरि मेरो हेरोस् न अल्टरनेटिभ क्या, कस्तो सिप्पी हुन्छ होला ल। साथीहरू यति भन्दै जय नेपाल।